हेलो गाइज वेलकम टु माई ब्लग। अनि आज चाहिँ मेरो फर्स्ट ब्लग हुँदैछ। अनि हामी आज खोलामा जान लाग्यो। अनि म र एउटा साथी छ। अनि चाहिँ एकछिनमा खाना खाएर आउँछ अरे। अनि म चाहिँ एकछिन कुरेर बस्छु होइन उसलाई। अनि ऊ आएपछि चाहिँ हामी खोलामा जान्छौँ। लेट्स सी एकछिन पछि भेटौँला है। मेरो साथी चाहिँ उता घरबाट हिँडिसक्यो अरे होइन। अनि ऊ बाटोमा छ अरे। अनि मलाई मेसेज गरेको थियो आउँदैछु भनेर। अनि अर्को साथीलाई मैले बिहान खोलामा जाने हो भनेर सोधेको थियो। अनि उसले चाहिँ भर्खरै अनलाइन आएर अनि स्क्रिनसट यो हेर्न सक्नुहुन्छ। अनि जाने भनौँ। अनि अब हामी तलबाट पनि दुई तिनजना हुन्छ। अनि ऊ एउटा आउँछ। हामी 4-5 जना हुन्छ मलाई आज उता खोलामा जाने। सो अब अर्को साथी आउँदैछ, त्यसलाई कुर्ने एकैछिन। अनि त्यो आएपछि जाने। साथी बाटोमा आउँदैछ अरे। अब जानुपर्ने हुन्छ होइन। अब त्यहाँ आउँदैछ भन्ने थियो, आइसक्यो होला सायद हो कि आउँदैछ। अब म बाटोमा एकछिन वेट गर्छु। त्यसरी त्यो आउँछ अनि जाने। हाम्रो घर चाहिँ यो देख्न सक्नुहुन्छ होइन। हेलो हेलो गाइज, हाम्रो फाबडी दोस्त आइसकेको छ होइन। मासाले कुर्दा कुर्दा ल्याङ लाग्यो। अब हामी जान लाग्यो। कसरी यसरी हो कि क्यामेरा थाम्ने यसरी हो कि यसरी समात्ने होइन। भिडियो यसरी गर्ने अनि पछि यसरी फर्काउने हो कि अगाडि देखाउँदाखेरि यसरी समात्ने। त्यो बाटोमै छौँ होइन। अनि मेरो फाबडी दोस्तको चाहिँ खुट्टा काटेको छ। ठुलो काटेको है, धेरै ठुलो चाहिँ काटेर हिँड्छ। ठिक छ, काट्नुपर्छ होइन। अनि हाम्रो बगडम फुसे दोस्तहरू चाहिँ तल छन् होइन। के छ गाइजहरू? छस् अनि हामी चाहिँ बाटोमै हो होइन। अब टक्क लाएर यहाँबाट झर्नी सट्टा लाएर छैन नि यार। यो चाहिँ एउटा सुरोज, एउटा विकेश, हाम्रा गाइजहरू होइन। हामी 4जना जति छौँ। ऊ एउटा अनि म 4जना। हामी चाहिँ अब 80 जानेछौँ। सो अब वहीँ गएर भेटौँला है गाइजहरू। हामी चाहिँ भर्खरै यो रातबाटको तल्लो डाँडामा आइपुगेको छौँ होइन। अब यहाँबाट जानु चाहिँ अलिकति अप्ठ्यारो बाटो छ। त्यस कारणले चाहिँ मैले साथीहरूले चाहिँ अगाडि पठाइसकेको छु। अनि म चाहिँ भिडियो बनाउँदै आउँछु भनेर चाहिँ पछि छु होइन। अनि त्यहाँ एउटा साथी छ ऊ। अनि यहाँबाट जानुपर्ने हुन्छ हामी होइन। फर्स्ट अप्ठ्यारो चाहिँ छ क्या। सबैले यहाँ क्यामेरामा कस्तो देखिराख्नु भएको छ होइन। यहाँ चाहिँ रियलमा चाहिँ अप्ठ्यारो छ बाटो होइन। अनि यो यहाँ तल ड्याम छ हाम्रो होइन। यो तल चाहिँ ड्याम हो होइन। हाम्रो त्यो उता पहिला त्यो तल्लो झ्याङमा गएर चाहिँ विद्युत उत्पादन गरेको थियो क्या। यहाँबाट नि खतरै पहिला चाहिँ विद्युतहरू गर्दै थियो। अनि त्यो गर्दै थियो ड्याम हो। अनि अहिले चाहिँ लाथलिङ्ग अवस्थामा छ होइन। बनाउनु पर्ने अवस्थामा छ। अहिले चाहिँ कसैले पनि वास्ता दिएको छैन नि त। त्यही भएर चाहिँ अहिले त्यस्तो बिग्रिएर आएको छ। अनि बाटो चाहिँ यो देख्न सक्नुहुन्छ होइन। लास्ट अप्ठ्यारो छ। साथीहरू चाहिँ तल पुगिसक्यो। अनि म चाहिँ पछि बसिरहेको छु। देख्न सक्नुहुन्छ हामी चाहिँ वहाँ माथिदेखिबाट यहाँ तल आउनुपर्ने हुन्छ होइन। अनि हाम्रो मेन बाटोको अप्ठ्यारो ठाउँ भने चाहिँ यहाँ आउँदैछ। सो अप्ठ्यारो चाहिँ धेरै अप्ठ्यारो नि होइन। हामीलाई चाहिँ बानी परिसक्यो होइन। अनि हल्का अप्ठ्यारो छ, ठाडी छ। यहाँ पहिला खन्यो भने त ढुङ्गा निकाल्न नखाने थियो। अनि अहिले चाहिँ हामी यहाँ ओलिने बाटो जसरी नि युज गरेको छ। बाटो चाहिँ अप्ठ्यारो छ, देख्न सक्नुहुन्छ। सो साथीहरू चाहिँ गइसके। हेलो हामी चाहिँ वहाँ माथि टुप्पाबाट यहाँ तल आयो होइन। अनि मेरो साथी चाहिँ भ्लग गर्दैछ। ऊ पनि युट्युब च्यानल रे। अनि उसको चाहिँ निकेश बस्ने के छ समथिङ छ। उसकोमा नि सब्सक्राइब ठोकिदिनु होला। अनि मेरोमा नि गरिदिनु होला। अब चाहिँ उहाँबाट माथिबाट झरेपछि एकैछिन पछि चाहिँ अब अलिकति हिँड्नु पर्ने हुन्छ। अनि एकैछिन हिँडेपछि चाहिँ हामी खोलामा पुग्छौँ। त्यो चाहिँ बाटोमा छौँ होइन। अब चाहिँ अलिकति ओर्लिनुपर्छ। अनि हामी जङ्गल जस्तै बाटो छ, जङ्गलबाट अलिकति जानुपर्ने हुन्छ। त्यसरी खोलामा हामी यस हामी जान लागेको खोला चाहिँ यो हो होइन। अब दुवा चाहिँ यतातिर छ। अनि सो अहिले वहीँ तल गर्दै हिँड्छ। अहिले चाहिँ जङ्गलमा छौँ हामी। केटाहरू चाहिँ गइसके। म पछि छु।
के भयो अरे तान्नु मिल्दैन ट्रान्सफर्मबाट Look at that view गाइसहरु पनि यो पहिला ड्याम हो के ड्याम यो चाहिँ हैन कस्तो देखिरहेछ मोबाइलमा ए गमरा घुम्नु ए गमरा घुम्नु अझ त्यहाँ माथि एउटा नानी यहाँबाट देखिन्छ खतरा त हैन डाँडाको बिचमा खोला छ देख्न सक्नुहुन्छ बाटोहरू अप्ठ्यारो नै अप्ठ्यारो छ हैन ओर्लेर वहाँ तल जानुपर्ने हुन्छ हाम्रो खोला चाहिँ यही हो हैन कोही साथीहरू चाहिँ गरे लुगा फुकाउनु थालिसक्यो होइन क्यामेराले चाहिँ नदेखिरहेको होला मैले चाहिँ देखिसकेँ खोला चाहिँ यही हो खोला 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 नहिँड्नु होला भ्याकुताले गालैमा मै खाला भन्ने गीत सुन्यो होला होइन सो खोला यो रहेको छ पौडी खेल्ने त त्यो रहेको छ साथीहरू त्यहाँ छन् एउटा साथी चाहिँ के हेरे हौ ए उ त्यहाँ गएर बसी चाहिँ के गरे हौ अब चाहिँ स्वादले पौडी खेल्नुपर्छ गाइजहरू यस्तो चिसो चिसो गर्मी महिनामा चिसो पानीमा पौडी खेल्दा वाह हुन्छ है
हेलो गाइज, अब चाहिँ हामी घर जान लागेको खोलाबाट होइन पौडी सौडी खेलियो नुहाइ गरियो। अब चाहिँ हामी घर जान लागेको। हे गाइज होइन म चाहिँ भर्खरै घर आएको अनि यसो आज चाहिँ के कस्तो भयो होइन देख्न सक्नुहुन्छ। अब भिडियो त्यही छ अनि केही गल्तीहरू भएमा सजेस्ट गर्नु होला होइन, केही कमी कमजोरी भएमा भनिदिनु होला। म अर्को भिडियोमा पुरा गर्ने कोसिस गर्नेछु होइन। अनि त्यही हो, लाइक सेयर सब्सक्राइब होइन।